बाटोमा हिँड्दै गर्दा, बसमा यात्रा गर्दा वा कतै चिया पिउँदै बस्दा एक्कासी एउटा दामी धुन भएको संसारिक गीत बज्छ नि, अनि थाहै नपाई हाम्रो खुट्टाले ताल मिलाउन थाल्छ, हामी आफै त्यो गीत गुनगुनाउन थाल्छौं। तर ठ्याक्कै त्यही बेला मनमा एउटा गहिरो प्रश्न उब्जिन्छ, पर्खनुस् त, एउटा विश्वासीको रूपमा हामीले यो गीत सुन्नु वा यसमा यसरी रमाउनु ठिक हो कि होइन? हो, हाम्रो दैनिक जीवनमा यो एउटा यस्तो दुविधा हो जुन हामी सबैले भोगिरहेका हुन्छौं। प्रभुका प्रियजनहरूलाई जय मसीह। आजको यस विशेष प्रस्तुतिमा हामी यही एकदमै व्यावहारिक विषयलाई बाइबलको कसीमा राखेर हेर्नेछौं। अब जब हामी यो प्रश्न सोध्छौं नि, के विश्वासीहरूले गैर ईसाई गीतहरू सुन्नु पाप हो, तब हामीले एउटा कुरा प्रष्ट बुझ्न जरुरी छ। बाइबल लेखिएको समयमा आजको जस्तो स्पोटिफाई, युट्युब वा यो विशाल आधुनिक संगीत उद्योग पक्कै थिएन। त्यसैले धर्मशास्त्रमा ल है फलाना पप गीत वा दोहोरी सुन्नु हुँदैन भनेर सिधै कुनै कडा नियम लेखिएको छैन। तर सुन्नुस् है, यसको अर्थ हामी जे मन लाग्यो त्यही सुन्न स्वतन्त्र छौं भन्ने पक्कै होइन। बाइबलले हामीलाई यो विषय बुझ्नका लागि केही यस्ता अनन्त र महत्त्वपूर्ण सिद्धान्तहरू दिएको छ जसले हामी विश्वासीहरूलाई एकदमै सही मार्ग निर्देशन गर्छ। ल त, अब यस विषयभित्र प्रवेश गरौं। आजको यस अध्ययनमा सबै विश्वासी जनहरूलाई स्वागत छ, जहाँ हामी सँगै मिलेर एउटा स्पष्ट आत्मिक रूपरेखा तयार गर्नेछौं। हामीले हेर्ने मुख्य बुँदाहरू हुन् बाइबलीय दृष्टिकोण र संगीत, गीतको शब्द र सन्देश, आत्मिक जीवनमा पर्ने असर, ईसाई स्वतन्त्रता, संगीतको मुख्य उद्देश्य र अन्त्यमा संगीत छान्ने एउटा व्यावहारिक फिल्टर। पहिलो खण्डमा जाउँ, बाइबलीय दृष्टिकोण र संगीत। हाम्रो यो दुविधाको समाधान खोज्न हामी सिधै धर्मशास्त्रतर्फ फर्कनै पर्छ। धर्मशास्त्रले हामीलाई संगीतको शक्ति बुझ्न र हाम्रो आत्मिक जीवनको सुरक्षा गर्न विवेकका 4वटा मुख्य खम्बाहरू दिन्छ, जसमध्ये पहिलो खम्बा हो गीतको शब्द र सन्देशको मूल्याङ्कन। हेर्नुहोस्, संगीत भनेको केवल एउटा मिठो धुन वा ताल मात्र होइन नि। हरेक गीतले एउटा गहिरो सन्देश बोकेको हुन्छ। हामीले आफ्नो मन र मस्तिष्कमा जे कुरा निरन्तर हाल्छौं त्यसले सिधै हाम्रो चरित्र निर्माण गरिरहेको हुन्छ। हामीले सुन्ने शब्दहरूले हाम्रो सोचाइलाई पुरै आकार दिन्छन्। यही कुरालाई प्रष्ट पार्न प्रेरित पावलले मण्डलीलाई एउटा अति सुन्दर निर्देशन दिएका छन्। फिलिप्पीको पुस्तक 4 अध्यायको 8 पदमा स्पष्ट लेखिएको छ, अन्तमा भाइहरू हो, जे कुरा सत्य छन्, जे कुरा आदरणीय छन्, जे कुरा न्यायी छन्, जे कुरा शुद्ध छन्, जे कुरा प्रिय छन्, जे कुरा उत्तम छन्, यदि केही सद्गुण र प्रशंसायोग्य कुरा छन् भने ती कुराहरूमा आफ्नो मन लगाऊ। यो एउटा यस्तो सत्य हो जसले हामीलाई सधैँ शुद्ध र असल कुराहरूमा मात्र हाम्रो मन केन्द्रित गर्न सिकाउँछ। यसलाई अलि व्यावहारिक रूपमा हेरौँ है। उदाहरणका लागि, एकातिर यदि कुनै गैर ईसाई गीतले गाउँघरको सरलता, देशप्रेम वा एउटी आमाको निस्वार्थ माया दर्शाउने सुन्दर सांस्कृतिक लोकगीत गाउँछ भने त्यो सुन्नु पक्कै पाप होइन, किनकि त्यसमा सद्गुण छ, एउटा सकारात्मक सन्देश छ। तर यसको ठिक विपरीत, यदि कुनै अत्यन्तै चर्चित र मिठो धुन भएको पप वा र्याप गीतले क्लबमा गएर नशा गर्ने कुरा, अश्लीलता वा व्यभिचारलाई बढावा दिन्छ भने त्यो हाम्रो लागि ठूलो आत्मिक खतरा हो। त्यस्ता सन्देशहरूबाट हामी विश्वासीहरू पूर्ण रूपमा टाढा बस्नै पर्छ। दोस्रो खण्ड, हाम्रो आत्मिक जीवनमा कस्तो असर पर्छ। अब यसमा सबैभन्दा चाखलाग्दो कुरा के छ भने गीतहरूमा हाम्रो भावनालाई नै तलमाथि पार्ने अद्भुत शक्ति हुन्छ। कतिपय गीतहरू सुन्दा बाहिरबाट एकदमै रमाइलो लागे पनि तिनीहरूले हामीलाई भित्रभित्रै निराश, क्रोधित वा सांसारिक अभिलाषातर्फ डोराइरहेका हुन्छन्। यसैले गर्दा धर्मशास्त्रले हामीलाई एउटा गम्भीर चेतावनी दिन्छ। हितोपदेशको पुस्तक 4 अध्यायको 23 पदमा एउटा अत्यन्त जरुरी निर्देशन छ। त्यहाँ लेखिएको छ, सबैभन्दा बढी आफ्नो हृदयको रक्षा गर, किनभने जीवनको मूल यसैबाट फुट्छ। याद गरौँ, यदि कुनै गीत सुनेपछि हाम्रो प्रार्थना गर्ने मन मर्छ, आत्मिक जीवन कमजोर भएको महसुस हुन्छ वा मनमा गलत विचारहरू आउँछन् भने त्यो गीतले हाम्रो हृदयलाई बिस्तारै हानि पुर्याइरहेको छ र हामीले जसरी पनि हाम्रो हृदयको रक्षा गर्नैपर्छ। अब जाउँ तेस्रो खण्डमा, ईसाई स्वतन्त्रता र अन्तस्करण। बाइबलले स्पष्ट रूपमा यो गर वा नगर भनेर नभनेका तर क्रिस्चियन जीवनमा आइपर्ने कतिपय विषयहरूमा हामीले कसरी निर्णय गर्ने त? हो, यहाँ कुरा आउँछ ईसाई स्वतन्त्रताको। परमेश्वरले हामी विश्वासीहरूलाई निषेध नगरिएका विषयहरूमा निर्णय गर्न दिनुभएको स्वतन्त्रता नै हाम्रो विवेक हो।
तर एउटा कुरा सधैँ याद राख्नुहोस्, छनौट गर्ने स्वतन्त्रता हामीसँग छ भन्दैमा हामीले गरेका हरेक छनौटहरू आत्मिक रूपमा स्पष्ट हुन्छन् भन्ने बिल्कुलै हुँदैन। अनि अर्को महत्त्वपूर्ण कुरा, हाम्रो स्वतन्त्रता अरू विश्वासीहरूको लागि कहिल्यै पनि ठोक्करको कारण बन्नु हुँदैन। यही सन्दर्भमा प्रेरित पावलले 1 कोरिन्थी 10 अध्यायको 23 पदमा यो कुरालाई एकदमै प्रष्ट पारेका छन्। उनी भन्छन्, सबै कुराहरू न्यायसङ्गत त छन्, तर सबै कुराहरू लाभदायक हुँदैनन्। सबै कुराहरू न्यायसङ्गत त छन्, तर सबै कुराहरूले आत्मिक उन्नति गराउँदैनन्। हामी सायद कुनै गैर ईसाई गीत सुन्न स्वतन्त्र होला, तर के हामीले छानेको त्यो गीतले साँच्चै नै हाम्रो आत्मिक उन्नति गराइरहेको छ त? के त्यसले हाम्रो विश्वासलाई बलियो बनाउँदैछ? यो गम्भीर प्रश्न हामीले आफैलाई सोध्न एकदमै जरुरी छ। चौथो खण्ड, सङ्गीतको मुख्य उद्देश्य परमेश्वरको महिमा। हामीले बुझ्नै पर्ने एउटा कुरा के हो भने सङ्गीतको सृष्टि स्वयं परमेश्वरले नै गर्नुभएको हो। त्यसैले सङ्गीत आफैमा कुनै खराब कुरा होइन, तर यो कसरी र के उद्देश्यका लागि प्रयोग भइरहेको छ भन्ने कुरा चाहिँ सबैभन्दा मुख्य हो। कलस्सीको पुस्तक 3 अध्यायको 16 पदमा हामी पढ्छौं, भजन, स्तुति र आत्मिक गीतहरूद्वारा एउटाले अर्कोलाई सिकाऊ र उपदेश दिऊ र धन्यवादको साथ आफ्नो हृदयमा परमेश्वरको निम्ति गाऊ। देख्नुभयो त, सङ्गीतको सबैभन्दा सुन्दर र सबैभन्दा उच्च प्रयोग भनेकै एकअर्कालाई उत्साह दिनु र कृतज्ञ हृदयले हाम्रो जीवित प्रभुको महिमा गर्नु हो। अब हामी अन्तिम खण्डमा आइपुगेका छौं। निष्कर्ष, सङ्गीत छान्ने व्यावहारिक फिल्टर। त्यसो भए सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामीले दिनहुँ सुन्ने सङ्गीतलाई कसरी छान्ने त? यी सबै बाइबिलीय सत्यताहरू सिकिसकेपछि अब एउटा परिपक्व विश्वासीको रूपमा हामीले हाम्रो दैनिक जीवनमा एउटा व्यावहारिक फिल्टर प्रयोग गर्नुपर्छ। पहिलो कदम, सधैँ गीतको शब्द जाँच्नुहोस्। के यसले बाइबल विपरीत कुनै गलत कुरा सिकाउँदैछ? यदि छ भने त्यसलाई तुरुन्तै बन्द गरौँ। दोस्रो कदम, आफ्नो हृदय जाँच्नुहोस्। के यो गीत सुनेपछि तपाईँ परमेश्वरबाट टाढा गइरहेको वा आत्मिक रूपमा चिसो भएको महसुस गर्नुहुन्छ? र तेस्रो कदम, सन्तुलन मिलाउनुहोस्। हाम्रो जीवनमा आत्मिक गीतहरू र भजनहरूको प्राथमिकता सधैँ उच्च हुनुपर्छ, जसले हाम्रो विश्वासलाई बलियो बनाउँछ। यी तीनवटा कदमहरूले हामीलाई सधैँ सही बाटोमा राख्न ठूलो मद्दत गर्नेछन्। आज हामीले धर्मशास्त्रका निकै गहिरा र महत्त्वपूर्ण कुराहरू सिकेका छौं। अब छुटिनु अघि एउटा प्रश्न जसमा हामी सबैले गम्भीर भएर मनन गर्न जरुरी छ। एकपल्ट आफ्नो फोन खोलेर हेरौँ त, के तपाईँको प्लेलिस्टले परमेश्वरको महिमा गरिरहेको छ? हाम्रो दैनिक सङ्गीत सुन्ने बानीले साँच्चै नै प्रभुलाई आदर गरिरहेको छ कि छैन, यसमा गहिरेर विचार गरौँ। प्रभुले हामी सबैलाई सही विवेक र आत्मिक ज्ञान प्रदान गरून्। आजको यस प्रस्तुतिमा हामीसँगै जोडिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद।